आजको है आजको आप टिप्नेको के भन्छ कोअर्डिनेटर आप टिप्ने जाने हाम्रो के परे बहिनी नाम के भन्छ छोरीको नाम अस्मिका किस्मता मेरो भान्जी नै दीपकला मेरो भान्जी भान्जाको नाम गजेन्द्र अनि हाम्रो दिदीको टेन्सन चाहिँ माथि जा भने केटाकेटी तल जाँदैछ तल खोला कुन ठाउँको नाम हो त जाँड बोक्ने कस्तो लाग्यो मेरो लागि जाँड ओ माई गॉड किस्मता के बोकेछ तिम्रो ढोकामा चाहिँ तिमी चाहिँ के खास के ल्याउने त्यसमा के ल्याउने बारे चारो ल्याउने अस्मिका चाहिँ के ल्याउने हामीहरू चाहिँ आँप टिप्ने हिँडेको हजुर है अब केटाकेटीहरूले के गर्छन् यो मान्छे देखेर तर्स गर न होइन भान्जीहरू मान्छे तताउने को चाहिँ तर्स्यो अस्मिका तल बेसी आज हामी आँप टिप्नु बेसी झर्दैछौँ त अब बिसा गल्यौ तिमी पता हो को आएको दीपकला नजाने भन्दै थियो त नि यो मेरो ठुलो भान्जी है लु कुद छिटो ल फेरि भाइ आएन भन्ने भेनालाई भुस्ती गयो भन्दै गर न तिमीले मुटु ढुकढुक गर्दैछ माथिबाट आउनुभएको एक्लै कृषिको लागि अरे उहाँले के उत्पादन गर्नुहुन्छ स्पेसली उहाँ कृषिकै लागि यत्रो घर माथि छोडेर आउनुभएको है एक्लै बस्नुहुन्छ छिटो अस्मिका ठीक छ हेलो हान्जी ठीक छ काँक्राको अहिले फोटो खिचौँ न होइन हामी यहाँ के काँक्रा किन्दैछौँ होइन आउँदैछ काँक्रा ल ठिक छ काँक्रा ढ्याक्कै लिएर जानु छ नुन खोर्सानी पनि माग्नु है डम्बेर भेट्नु भयो त
2 केजी झन्डै 3 केजी ठिक छ हो मैले पनि चाखेको छैन त चाहिँ डोलले साह्रो मिठो हुन्छ मैले पनि खाएको छैन कि ल ठिक छ खुकुरी बोकेन होला है हामीले कच्चा छ नि त कच्चा दिइहाल्छ नि काम ल हौ त पातमा पोका पारेर लानुपर्छ ल अनि है आइनुन खानु न मान्छेले आइनुन नै खानु नि राम्रो झिकेर खान्छु हामी त तपाईँलाई त्यो आइनुन पुगेन भने यस्तो गलगाडोहरू पो आउँछ ए काँक्रा बारी बारी हिँड चोर्नु चाहिँ नचोर है कसैले पनि चोर लाउ चौथी आएको छैन नि 1 2 लु भ जिम एरिया उठाल है यो चाहिँ खोइ जिम गर्ने ठाउँ देखाएको थियो वाउ गाउँमा हिँड भाइ हिँड तल लु छिटो हिँड हिँड न के हो तिमी लजाउँछौ त के भएको लजाउँछ भन खै स्मता भन सम्झाइदियो बिस्तारै विष्णु है यहाँ त सिस्नु रहेछ यार बाटोमै हो ए आऊ है काँक्रा खानु केटाकेटी हो के बनाएको खोइ हेरौँ यो चाहिँ स्पोन तारापीठ स्पोन आमा अनि यो चाहिँ जाड हो हो यहाँ त जाड यो कसलाई मामालाई ल थ्याङ्क यू मलाई त अलिअलि आयो हो अनि आएको छ कि छैन मलाई तर नाकबाट पानी पसिहाल्छ नि त चोकेर खा बाम्मै यो भिन कान्छे आँखाबाट धुवा छ त्यति बेला चाहिँ यताउति चाडको नामले बाजेको जस्तो झाड पनि दिँदाउँदो हाम्रो वनपति झारले त हो कि भनेर नि अस्ति नि हाम्रो चाहिँ झार कस्तो झार माथि पुगिसक्यो ओ भान्जी त रुयो त नि के भयो अलि आधी मेरो भान्जी रुयो त किन के भयो तिमीलाई के भयो भान्जी के गर्नु हामी रुयो त बहिनी कुन बहिनी तपाईँको बहिनी ट्याङ्की ट्याङ्केर त्यसलाई नजाउँ सामना बाई बाई किन अब पौडी खेल्न जाने तिमी जाने जाने भन्नु साँच्चै जाने साँच्चै नजाने नजाने भन हामी पौडी खेल्नु गएर भान्जीहरू पौडी खेलेर आँप टिप्नु चाहिँ यो रुखमा जानुपर्ने हामी यो रुखमा मजा उता नगएर हामी चाहिँ फर्केको खोइ हाम्रो कहाँ माथि हो हामी भोजपुर जिल्लाको यो सशस्त्र बेस क्याम्प हो यहाँ अगाडि देखिएको
यसको दाडी एयरपोर्ट छ के बोकेर आयो यो डाँडा गाउँ यता बाक्सा र आमा हाम्रो टोली आधी छुट्यो आधी मात्रै हामी यता छौँ चढ्नु चाहिँ हाम्रो भान्जीले कसरी गर्दैछ 500 रुपियाँ छ हाम्रो ए उचालो भन्दा माथि त पनि चढ्छ नि ल भन्छ म जान्दिनँ है हेलो लु खेल्नेमा नै चान्स एकपल्ट लु उसले मात्रै लु त लु